यहाँ सम्पूर्णमा नमस्कार सेवाहरू इङ्मा सुब्बाको तर्फबाट। आज चाहिँ मसँग हुनुहुन्छ मेरो दिदी, जो चाहिँ नेवारी खानामा एकदम पुख्ता हुनुहुन्छ। उहाँ चाहिँ भिलेज क्याफेमा लामो समयदेखि कार्यरत हुनुहुन्छ। दिदी, तपाईँलाई स्वागत गरेँ। नमस्कार, धन्यवाद। अनि के छ दिदी तपाईँको खबर? हजुर, मेरो नाम हरिदेवी श्रेष्ठ, म चाहिँ थमेलमा बस्छु। म चाहिँ विगत 2026 साल इङ्ग्लिस डेट अनुसारदेखि चाहिँ भिलेज क्याफेमा चाहिँ कार्यरत छु। अहिलेसम्म निरन्तर छु। सुरुमा चाहिँ म सभा नेपाल, हाम्रो हेड अफिस चाहिँ सभा नेपाल। सभा नेपालको फुल फर्म चाहिँ हामी सार्क बिजनेस एसोसिएसन अफ होम बेस वर्कर्स। त्यहाँ चाहिँ सबै गृह श्रमिक महिलाहरूले मात्रै काम गर्ने हो। र त्यहाँ चाहिँ हाम्रो सभा नेपालमा चाहिँ सिलाइ बुनाइ अनि ढाका बुनाइ, कृषि अनि अर्को भनेको हाम्रो अब स्थलहरूमा हैन, जहाँ पनि हाम्रो एक्जिबिसनहरूमा भाग लिने, हामीले जस्तै होमबेस वर्कर्सहरूले उत्पादन गरेको खानालाई अनि होमबेस वर्कर्सहरूले उत्पादन गरेको लुगाफाटाहरू, कपडाहरूलाई चाहिँ हस्तकला सम्बन्धी पनि प्रदर्शनमाहरू भाग लिने हैन। अनि धेरै चाहिँ प्रायः नै होमबेस वर्कर्सहरूलाई ट्रेनिङ दिएर चाहिँ उहाँहरूलाई चाहिँ आफ्नो खुट्टामा आफै उभिएर केही आय आर्जन गरोस् भन्ने चाहिँ उद्देश्यले चाहिँ सभा नेपालले चाहिँ होमबेस वर्कर्सहरूलाई टार्गेट गरेर चाहिँ यो हाम्रो होमबेस वर्कर्स चाहिँ 14वटा जिल्लामा छ हैन, फैलिएको विभिन्न जिल्लामा। र हाम्रो चाहिँ क्लस्टर अनुसारले हुन्छ। क्लस्टरहरू छ 8वटा क्लस्टरमा पनि हाम्रो विभिन्न दिदीबहिनी हैन, विभिन्न जस्तै बनेपा सिएफसी क्लस्टरको नाम सिएफसी भनेर चाहिँ अलिअलि मैले पनि जानकारी पाएको थिएँ। र अनि त्यहाँ चाहिँ लिडरहरूले चाहिँ लिड गरेर चाहिँ काम गरिरहेको छ है, लामो समय भयो। हजुर, अनि म चाहिँ भिलेज क्याफेको लिडर भएर एउटा हैन, भिलेज क्याफेमा सञ्चालनमा चाहिँ लिडर भएर चाहिँ काम गरिरहेको छ। होमबेस वर्कर्सहरूलाई पनि आफू पनि सिक्ने, अरूलाई दिदीबहिनीहरूलाई पनि साथ लाने भन्ने उद्देश्यले चाहिँ म विगत 15 वर्ष चाहिँ काम भइसक्यो काम गरेको। हजुर, त्यहाँनिर दिदी भिलेज क्याफेमा नेवारी खाना हैन स्पेसल त? हजुर, स्पेसल चाहिँ नेवारी। हाम्रो भिलेज क्याफेको उत्पत्ति पनि यमरीबाट भएको थियो। हजुर, पहिला चाहिँ यमरी मात्रै, अब जस्तै क्याफेको नामै यमरी भनेर राखेको थियो कि सुरुवातमा चाहिँ। सुरुवातमा फुलचोकको हाम्रो यो निदान हस्पिटलसँगै को बिल्डिङमा सुरु गरेको थियो। एउटा सानो घरमा बाटोमा एउटा ढोकाको मात्रै हैन, ढोकाको स्पेसमा मात्रै हामीले खोलेको, गार्डन एरिया अलिकति त्यहाँ खोलेको, यमरी मात्रै बेच्ने यमरी क्याफे भनेरै नामाकरण गरेर खोलेको थियो। त्यो चाहिँ हामीले दर्ता नगर्दै नाम चेन्ज गरेर यमरी क्याफे भनेर खोल्दा चाहिँ हामीले अब जस्तै बिजनेसमा एउटै मात्रै परिकार बेचेर त धान्न सक्दैन। त्यही भएर चाहिँ हामीले चाहिँ अब जस्तै पहिलाको हाम्रो सभा नेपालको सिओले चाहिँ अब भिलेज क्याफे भनेर नामाकरण गर्नु पर्यो। जस्तै भिलेज क्याफे भनेपछि गाउँबाट ल्याएको उत्पादन गरेर ल्याएको खानालाई चाहिँ हामीले त्यसमा भ्यालु एड गरेर चाहिँ अब नेवारी रेस्टुरेन्टमा चाहिँ पस्किने भन्ने उद्देश्यले चाहिँ खोलेर भिलेज क्याफे भनेर नामकरण गराएको थियो। सुरुवातमा दिदी त्यतिखेर तपाईँहरूले यमरी कतिसम्म बेच्नुहुन्थ्यो? पहिला सुरुमा उत्पादन गरेर यमरी हामीले सुरुवातमा बेच्दा चाहिँ पर पिसको 25 रुपियाँमा बेचेको थियो। 25 रुपियाँ। हजुर, अहिले कति पुगिसक्यो? अब 25 देखि अहिलेसम्म चाहिँ हामीले 85 रुपियाँ पुऱ्याइसक्यो। 85। अनि त्यो सुरुमा राम्रो बिक्री हुन्थ्यो कि अहिले राम्रो बिक्री हुन्छ? अब सुरुवातमा भनेको अब पहिला चाहिँ अब यमरी भनेको हाम्रो परम्परागत हैन, अब यमरी मङ्सिर महिनामा पर्छ। हाम्रो एउटा यमरी पूर्णे भनेर चाहिँ मनाउने गर्छ नेवारी परम्परामा। अब जस्तै नयाँ धान ल्याएर भित्राएपछि त्यो नयाँ धानको यमरी बनाएर अनि भकारी हुन्छ, हाम्रो धानको भकारी पूजा गर्ने, विभिन्न देवताहरूलाई चढाउने, त्यसरी चाहिँ मनाइने चलन थियो पहिला। अनि अब यमरी पाक्छ भनेको सबैको घरमा पाक्ने यमरी पूर्णिमाको दिनमा। अनि पछि चाहिँ अब अर्को जस्तै हाम्रो पनि अर्को संस्कृति छ, जस्तै बच्चा पाउने हैन, अब जस्तै गृहिणी महिला, बच्चा पाउने महिला, गर्भवती महिलाहरूलाई चाहिँ टाउबजी खुवाउने भनेर दही चिउरा हैन, 9 महिना लागेपछि दही चिउरा खुवाउनुलाई त्यो बेलामा चाहिन्छ यमरी। अनि हाम्रो बच्चा जन्मिएपछि 2 वर्ष, 4 वर्ष, 8 वर्ष, 6 वर्ष अनि 10 वर्ष, 12 वर्षसम्म चाहिँ हामीले यमरीको पनि वर्षको अनुसारले माला लगाउने चलन छ। 2 वर्षमा 2 वर्ष जोरी वर्षमा मात्रै जन्मदिनको दिनमा। अनि त्यो चलन थियो। अनि यमरी माइती पक्षबाट यमरी बनाएर अनि सगुन बनाएर लाने पनि चलन छ। हजुर, झुन्याएर वर्ष अनुसारले। अनि त्यसको भित्र पनि हामी त्यो चाकु खुवाहरू राख्दिन,
हाम्रो चाहिँ त्यो आख्याउ भन्ने हुन्छ धानबाट निकालेको घट्टमा पिनेको होइन कि हामीले धान त्यो अब जस्तै त्यो ढुङ्गाले यसरी त्यो निकालेको धान राखेर अनि वर्षअनुसारले त्यो चामलको गेरा राखेर चाहिँ बनाइन्छ। अनि त्यो त्यसरी मात्रै हुन्थ्यो अनि तपाईँहरूले अब मार्केटमा अरू बेला सधैँ पाउने भएपछि चाहिँ सबैलाई अरू बेला पनि खान पाइयो? हजुर, अब हामीले चाहिँ पहिला सुरुवातमा यमरी क्याफे खोल्ने यमरीको बिजनेस गर्ने भनेको बेलामा चाहिँ हामीले चाहिँ भनेको थियो यमरी भनेको त हाम्रो परम्परा अनुसारले खाने चाडपर्वमा खाने मात्रै हो नि, यो पनि कसले किनेर खान्छ, यसको त बिजनेस हुँदै हुँदैन र भनेर भनेको थियो कि हामीले। गरेर हेर्नुहोस् न तपाईँहरूले, गर्नुहोस् तपाईँहरूले जानेको सिपलाई चाहिँ होइन। अब सबैको घर घरमा पाक्दैन नि त, अब जागिर पहिला पो घरमा बस्छ र जागिर खाँदैन घरमा बनाउँछ, त्यो भनेको अलिकति टाइम लाग्ने हो कि बनाउनलाई पनि, जो पाए त्यसले बनाउन सकिँदैन। अब सबै अब जागिर खान जान्छ घरमा बनाउनलाई पिठो चाहियो, चाकु चाहियो, त्यसलाई फेरि सबै पूर्व तयारी गर्नु पर्यो नि, त्यो टाइम हुँदैन। खानेले त खाइहाल्छ, जति हुन्छ हुन्छ भनेर चाहिँ पसल खोलेको थियो। सुरुवातमा चाहिँ त्यो यमरी भनेको बिजनेस मैले कहीँ पनि देखेको छैन होइन, हामीले नि हो सुरुवात गरेको भिलेज क्याफेबाटै। हामीले चाहिँ सुरुवात गर्दा चाहिँ 6 जना मेम्बरबाट सुरु गरेको थियो। सर्वप्रथम चाहिँ हामीलाई 10 जनालाई चाहिँ ट्रेनिङ दिनुभएको थियो। 10 जनाबाट 4 जना आउनु भएन, 6 जनाले सुरु गरेको। सुरुवातमा त हामीले त अब रेस्टुरेन्ट खोल्यो, त्यो यमरी पाउँछ भनेर मार्केटिङ गर्नु पर्यो नि होइन। त्यो बेलामा हामीले मार्केटिङ भनेर पनि थाहा छैन, अब के गर्ने होइन। अनि एकजना हाम्रो सुपरभाइजर भनेर हुनुहुन्छ राजेश ढिटालजी, उहाँ हामी चाहिँ जस्तै ब्याङ्कमा अफिसमा गएर आफ्नो छिमेकी जस्तै वरिपरिको अफिसमा गएर हामी हाम्रो रेस्टुरेन्टमा यो पाक्छ भनेर खाजाहरू लन्चहरू प्याक गरेर हामीले बार्न समेत गएको थियो कि अफिसमा। त्यही हो हजुर। अब मार्केटिङ भनेर थाहा छैन, पहिला त अब मान्छेहरूलाई खुवाउन गयो होइन। अब त्यसरी अब मैले थाहा छैन, उहाँले त थाहा छैन, हजुर सुरुवात त्यसरी भयो। हामीले फेरि यो सेफ लाइनमा चाहिँ पढेर आएको होइन नि त, हाम्रो त घरमा आमाहरू बजेहरूले गर्नुभएको कामलाई चाहिँ त्यसलाई कसरी निरन्तरता दिने, त्यसलाई कसरी व्यवसायको उसमा ढाल्ने भनेर चाहिँ हामीले त्यो खानालाई चाहिँ अब भाडा चटामरी यमरी त्यो भनेको पहिला किन्ने चलन छैन, बेच्ने चलन छैन। अहिले बिस्तारै सुरुवात भएर अहिले चाहिँ ठुलै व्यवसायको रूपमा चाहिँ परिणत भयो। त्यो बेला दिदी अनि कुनै समयमा त तपाईँकोमा कति हजारसम्म पिससम्म बिक्री हुन्छ भन्ने सुनेको थिएँ। अब त्यस्तो अब थाहा नपाएको बेलामा थोरै गयो। अनि हाम्रो यमरी पूर्णि हुन्छ, यमरी पूर्णिमा त मेन हाम्रो ऊ नै हुन्छ नि त, त्यसको चाड नै हुन्छ नि। जस्तै अब यमरी पूर्णिमा चाहिँ हामीले सुरुवातको यमरी पूर्णिमा चाहिँ 1500 जति बेच्यो होला होइन सुरुवातमा। अब 1500 भनेको नि हाम्रो लागि धेरै हो त्यो होइन। अब 1500 जति बेच्यो, त्यो पनि हामीले थाहा भएन त्यो बेलामा कतिको आउँछ भनेर। अनि त्यो बेलामा हामीले फुटेको यमरी सुत्दा पनि चाख्न पाएन है। अनि हामीले चैत महिनामा रेस्टुरेन्ट ओपनिङ गरेको थियो। अनि हाम्रो मङ्सिर भनेपछि 6-7 महिनाको भयो नि त, 9 महिना जति भयो। 9 महिना भएपछि अलिकति धेरै मान्छेले थाहा पाएपछि चाहिँ हामीले 1500 जति बेच्यो। त्यो बेलामा 25 रुपियाँले बेचेको थियो। अनि हामीले चाहिँ 5 रुपियाँ बढाउँदै लग्यो होइन वर्षको। अनि पछि त अब एकैचोटि अब अहिले चाहिँ हामीले चाहिँ 8000 सुरु एकचोटि चाहिँ हाम्रो खोकना पुल्चोक क्याफे अनि यो हाम्रो पार्क भिलेज पनि थियो। त्यो बेलामा चाहिँ हामीले 12000सम्म बेच्न सफल गरेको, 3-4वटा ठाउँमा 3-4 ठाउँमा गरेर एकै दिनमा 12000 पिससम्म बेच्न सफल भएको थियो। भनेपछि त हाम्रो नेपाली खाना एउटा नेवारी डिसको पनि मार्केट त एकदम राम्रो रहेछ। राम्रो छ हजुर। यमरी विशेष गरी हाम्रो रेस्टुरेन्टमा धेरै जाने भनेकै यमरी नै हो। यमरी खाना पनि अहिलेसम्म पनि हेल्दी पनि छ हैन, खासै अरू केही मिसावट पनि हुँदैन। हाम्रो सबै अब जस्तै खुवादेखि लिएर होइन चाकु तिलहरू यसमा केही पनि राख्दिन हामी। तपाईँहरूको आफ्नै एरियाबाट नै ल्याउनुहुन्छ? हजुर, त्यो पनि हाम्रै एरिया थानकोट खोकना भुङमटी हाम्रो त्यहाँको चामल दाइचिन चामलबाट चाहिँ बनाइन्छ। तेल पनि हामीले खोकनाको होइन तोरीको तेलै युज गर्छु प्राय। अनि खानेकुराहरू पनि प्राय मेम्बरहरूबाट आएसम्म चाहिँ हामी अरू बाहिर चाहिँ किन्दिनँ। आफ्नो मेम्बरले उत्पादन गरेको जे छ त्यसलाई नि गर्ने। गुन्द्रुकहरू सागहरू होइन जति भेजिटेबलहरू बेसारहरू मरमसला पनि सबै हामी आफै बनाउँछौँ। अहिले कोही भिलेज क्याफेमा गएर खाना खान
देखि लिएर केही सामग्री चाहियो भने त्यो पनि लिन सक्नुहुन्छ। त्यो पनि लिन सक्नुहुन्छ। हाम्रो फार्मर्स मार्केट भनेर छ, ए बेसार तेलहरू यस्तो गेरागुरीहरू बिक्री गरिरहेको छ। चाहिँ हाम्रै दिदीबहिनीहरूले उत्पादन गर्नुभएको कुरालाई ल्याएर प्याकेजिङ गरेर राख्नु भएको छ। हजुर, अब 1-2 किलो उत्पादन गर्नुहुन्छ दिदीबहिनीहरूले होइन, त्यो पसलमा कहाँ बेच्न लाने होइन, हामीले चाहिँ अब ल्याउनु, त्यसलाई राम्रो सफा गरेर ल्याउनु, हामी प्याकेजिङ गरेर बेच्छु भन्ने, अनि उहाँहरूले ल्याउनुहुन्छ, हाम्रै ब्रान्ड राखेर हाम्रै स्टिकर राखेर चाहिँ बेचिरहेको छु। दिदी तपाईँले यो अब अहिले त्यो क्याफेमा काम गर्नुभन्दा अगाडि, हजुर क्याफेमा त पछि काम गर्नुभयो 15 वर्ष भयो भन्नुभयो, त्योभन्दा अगाडि चाहिँ तपाईँले बाहिर घरदेखि बाहिर निस्केर केही काम गर्नुभएको थियो कि थिएन? मैले गर्न त गरेको थियो। म पहिला चाहिँ म 8 क्लासदेखि स्वेटर बुन्ने काम गरेको थिएँ होइन, धेरै 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 पहिलादेखि 8 क्लासदेखि स्कुल गएर आउने, बिहान बेलुका भए पनि सिकेर होइन स्वेटर बुन्ने, टोपीहरू बुन्ने काम गरिरहेको थियो। अनि त्यो पनि मैले धेरै वर्ष काम गरेँ, स्वेटरहरू बुन्ने। हजुर बुने होइन, अब सानै उमेरदेखि बुनेर म त्यस पहिलादेखि नै एउटा लिडर भएरै काम गरेको थिएँ कि। जस्तै मैले एकजना अब जस्तै फ्याक्ट्रीमा गएर कहीँ अर्डर लिएर आउने, अनि दिदीबहिनीहरूलाई बुन्न दिने, अनि सबैलाई आफूले सिकेर आउने, अनि अरूलाई पनि सिकाउने, अनि बारेर होइन सबैसँग कलेक्सन गरेर, अनि केही नमिलेको भए पनि आफैले मिलाउने। त्यसरी चाहिँ मैले लिडर भएर काम धेरै गरेको थिएँ। स्वेटर बुन्ने, मोजा बुन्ने, टोपी बुन्ने होइन। त्यो बेलामा पनि मैले अब बाहिर गएर काम गरेको पनि विभिन्न ठमेलमा यो होइन, विभिन्न ठाउँमा गएर ठमेलको पनि धेरै गरेँ, अनि विभिन्न फ्याक्ट्रीहरूको पनि गरेँ। दिदी अनि तपाईँलाई पहिलादेखि नै तपाईँ चाहिँ एकदम लिडरसिपमा अगाडि नै हुनुहुँदो रहेछ, त्यही भएर अहिलेसम्म पनि स्टिल अब त्यहाँ यति धेरैजना दिदीबहिनीहरूसँग काम गरिरहनु भएको छ होइन। कहिले उहाँहरू त कतिजना चेन्ज पनि भइरहनु हुन्छ नि त, चेन्ज भइरहेको छ सबैजनालाई, तर अहिलेसम्म 15 वर्षसम्म कन्टिन्यू तपाईँले गरिरहनु भएको छ। अनि तर तपाईँलाई यो अब जस्तै अरू काम त तपाईँले अब जस्तै ह्यान्डिक्राफ्ट्सको काम, त्यो हातको काम त घरबाट गर्नुहुन्थ्यो, अनि त्यस पछाडि निश्चित ठाउँमा पुर्याउने होइन, त्यो चाहिँ ठिकै थियो। अनि तपाईँलाई अब जस्तै क्याफेमै गर्छु होइन, कुनै क्याफे खोल्छु बाहिर निस्केर भनेर भन्दा घरबाट सपोर्ट तपाईँलाई कस्तो थियो? त्यही हो, अब मलाई चाहिँ घरबाट भन्दा नि पहिलादेखि सुरुवातदेखि मैले एउटा संस्थामा काम गरेँ नि होइन, मलाई चाहिँ घरै त्यही जस्तो भयो कि होइन। दिदीबहिनी छ मसँगै पछाडि, अनि मैले चाहिँ घरबाट गर्ने चाहिँ सोच बनाएको छैन। अनि अब कारणवश होइन, संस्थामा पनि कहिलेकाहीँ चाहिँ यताउता हुने रहेछ, त्यो त भइहाल्छ है। अनि त्यही हो, अब मैले दिदीबहिनीको लागि अब एज पनि भइसक्यो, अनि घरबाट चाहिँ यो तपाईँले तिमीले खोल हामी साथ दिने भन्ने चाहिँ अब छोरी थियो, छोरीहरू होइन, छोरीहरू बाहिर छ, त्यही भएर म एक्लैले चाहिँ आँटेको छैन। हजुर। अनि तपाईँलाई सुरुवातमा काम गर्न जानको लागि चाहिँ घरबाट केही रोकटोक भएन, सबैजना खुसीसँगै जानुहोस् गर्नुहोस्? हजुर, बाहिर चाहिँ सपोर्टै पाएको छु होइन, नजाऊ यस्तो। अब कहिलेकाहीँ तर हामी त रेस्टुरेन्टमा काम गरेपछि त कहिलेकाहीँ रात पनि पर्छ होइन, त्यसमा चाहिँ केही पनि अब नगर यस्तो काम होइन, त्यस्तो राति भनेर भन्नुभएको छैन कसैले पनि। अब हामीलाई त साथै दिनुभएको छ, काम गरेकोमा हुन्छ होइन। एउटा महिलाले पनि घरमा होइन बाहिर गएर काम गरेर रेस्टुरेन्ट चलाइरहेको छ भन्ने सबैले सपोर्टै गरेको छ। अब आफूले खोल्ने मैले त्यति आँट पनि गरेन, अब अहिलेसम्म त खोलेन भने अहिले किन खोल्नु पर्यो जस्तो पनि साथीहरूसँग मिलेरै गरिरहनु। म चाहिँ जति गर्छु सकेसम्म चाहिँ साथीहरूसँग दिदीबहिनीहरूलाई पछाडि होइन आफू सँगसँगै लगेर काम गर्ने इच्छा छ। त्यो जस तपाईँ 15 वर्षसम्म यति निरन्तर रूपमा काम गर्नुको लागि पनि घरको परिवारको सपोर्ट त चाहियो, त्यही सपोर्टले नै तपाईँ यहाँसम्म पुग्नुभयो भन्ने बुझिन्छ है। अर्को दिदी तपाईँलाई अब नेवारी खाना त अब धेरै नै अहिले त मार्केट लिइसकेको छ होइन, नेवारी खाना भनेर नचिन्ने त प्राय कमै होला होइन। सबै कुरामा नेवारी खाना, त्यसलाई छुट्टै छुट्याएर पनि हामीले कति ठाउँ त त्यस्तो रेस्टुरेन्टहरू पनि छ होइन, जस्तै ब्रेकफास्टको लागि मात्रै नेवारी होइन, नास्ताको लागि अब हामी त धेरै जस्तो दिउँसोको खाजा भन्छौँ नि त, अफिसियल काम गर्नेको लागि अथवा बाहिर कुनै काम गर्नुको लागि चाहिँ दिउँसोको खाजा खानको लागि नेवारी खाना नै अहिलेसम्म नै फेमसै होला जस्तो लाग्छ मलाई चाहिँ होइन, यो भ्यालीभित्र चाहिँ त्यो त ठिकै छँदैछ। अनि दिदी त्यो तपाईँलाई थाहा छ कि छैन, तपाईँले बनाउनु भयो कि भएन, त्यो मना हुन्छ नि, हजुर त्यो तपाईँलाई केही थाहा छ? होइन, अब पहिला मैले आमाहरूले बनाएको चाहिँ देखिया थियो हल्का, त्यो गहुँलाई भिजाइरहेको छ, अनि भिजाएपछि त्यसलाई होइन अब पटासी भन्छ नि, त्यो माटोको भाँडा पालपाल भएको त्यसमा त्यो पकाउँछ, अनि पकाएर फेरि त्यो ढिकीमा कुट्नुहुन्छ,
ढिकीमा कुटेर अनि त्यो ढिकीमा कुटेपछि अनि ल्याएर अलिकति चिसो भएपछि चाहिँ त्यो अब हाम्रो त पहिला त माटोको घर हुन्छ नि त, अनि माटोको घरमा सफा गरेर होइन अनि त्यसमा फिजाउनुहुन्छ। अनि फिजाएपछि एक पहिला चाहिँ परालले छोप्छ, अनि परालले छोपेपछि चाहिँ अनि हाम्रो सुकुल हुन्छ नि, ठुलो ठुलो सुकुल अब आफ्नो कत्रो छ त्यो मना फिजाएको, अब त्यत्रै अनुसारले सुकुलले छोप्नुहुन्छ। बेर्ने कि छोप्ने? छोप्ने आमाले छोप्नुहुन्छ कि छोप्नुहुन्छ, यसरी हामीले बस्ने गर्ने छोप्नुहुन्छ। अनि छोपेर अनि त्यसलाई चाहिँ 7 दिन 9 दिन भएपछि चाहिँ अनि उठाएर होइन अनि हरियो भएर आउँछ क्या त्यो ढुसी। हरियो कस्तो मजा, हरियो भएर आएको भने राम्रो, हरियो भएन भने नराम्रो भने चाहिँ सुनेको थियो। अनि त्यो मजाले सुकाएर अनि स्टोर गर्नुहुन्छ। अनि अब आफू चाहिएको बेलामा अनि रक्सी पार्ने बेलामा अनि त्यो अर्को मना हुन्छ नि हाम्रो सेतो मनाफो, चामलको मनाफोको सट्टा चाहिँ रक्सीमा चाहिँ त्यही राख्नुहुन्छ। हजुर, अनि त्यो राखेपछि चाहिँ हाम्रो आफैले नेचुरल भयो नि त, त्यो केही केमिकल पनि छैन केही पनि छैन। त्यो राखेपछि चाहिँ ऐला रक्सी चाहिँ मिठो हुन्छ भने चाहिँ थाहा भएको, आफूले चाहिँ गरेको छैन। तपाईँले चाहिँ गर्नु परेन, हामीले भ्याउने बेलामा त त्यो आइहाल्यो होइन बजारमा सेतो पाइहाल्छ। अब त्यो पनि हो, मैले चाहिँ रक्सी जाँडहरू चाहिँ बनाएको चाहिँ छैन। हजुर, बनाउनु पनि परेन, अब काठमाडौँमा आइयो, उतै माइतीतिरै बसेको भए त बनाउँछ होला। यता चाहिँ अब बनाउने ठाउँ पनि भएन, भाँडाकुँडा पनि भएन, अनि त्यस्तो होइन खाने मान्छे पनि छैन। भोजहरू भयो भने चाहिँ किनेर ल्याउने। हजुर, यता चाहिँ चलन छैन। के अरे माइत दिदीको साङ्गा हो, साङ्गा त्यता अझै पनि बनिन्छ, अझै पनि बनाउनुहुन्छ। आफूलाई चाहिने बेला भोजको लागि यस्तो बेलामा रक्सी पार्नु पर्यो भने चाहिँ बनाउनुहुन्छ, किनेर चाहिँ राख्दैन, अलिअलि भए पनि बनाउनुहुन्छ। हजुर है, आफ्नो परम्परा त अहिलेसम्म गरिरहनु भएको छ। अब बरु ठिकै छैन, अहिले चाहिँ कसैले चाहिँ त्यो घट्टामा त्यो मिलमा आधी गरेर गाउँ गरेर ल्याउँछ, अनि त्यो भिजाएर त्यो चाहिँ त्यति राम्रो हुँदैन, कुनै ठुलो हुन्छ कुनै गेरै हुन्छ। ढिकीमा गरेको चाहिँ राम्रै आफ्नो अनुसारले। हजुर, चिउरा जस्तै हुन्छ हेर्ने बेलामा चाहिँ, अनि त्यो चाहिँ हरियो धुसी आएको हुन्छ। त्यही त कहिलेकाहीँ सोच्दाखेरि नि दिदी यो कस्तो राम्रो कुरा के, त्यो पहिलाको हाम्रो चाहिँ आमाहरूभन्दा अगाडि कसैलाई आमाहरूलाई पनि सिकाउनु भयो होला, हजुरआमाहरूले भनौँ न, पुर्खाहरूले चाहिँ यति राम्रो राम्रो चिज चाहिँ कसरी थाहा पाउनु भयो होला जस्तो लाग्छ क्या। त्यसले ठ्याक्क त्यो पनि जुन बेला बनाउनु हुँदैन त्यो होइन, अहिले यो ठ्याक्कै जनैपूर्णिको हाराहारीमा बनाउँछ। यो अहिले पानी पर्ने सिजन हुन्छ नि, त्यस्तो बेलामा चाहिँ ढुसी आउँदैन। अब जाडो महिनामा चाहिँ ढुसी आउँदैन लामो समय। अनि त्यो अनि फेरि सुकाउने पनि त्यहाँ हाम्रो माइतीतिर त एउटा देउटा उठाउने हुन्छ, त्यो लिङ्गो जस्तै सानो, त्यसलाई देखाउनु पर्छ भनेर एकचोटि भए पनि घाममा देखाउँछ। त्यो राखेको बेलामा 1 हप्तासम्म त्यो देउटा 2टा जोरी लिङ्गो जस्तै सानो उठाउँछ, ल्याम्म चाड्यो भन्छ, ल्याम्म चाड्यो, त्यसलाई चाहिँ एकचोटि भए पनि देखाउनु पर्छ भनेर सुकाइराखेको भए पनि एकचोटि देखाउँछ। त्यो चाहिँ किन हो भनेर चाहिँ थाहा छैन। हाम्रो पनि त्यो मर्चा बनाउँछ नि, हाम्रो खेसुङ भन्छौँ हामी, त्यो मर्चा बनाउँदाखेरि चाहिँ त्यही रोटी जस्तो बनाउँदा एउटा चाहिँ अगाडिको राख्नुपर्छ क्या, त्यसले उठाउँछ भनेर अगाडिको त्यो एउटा राख्ने अनि अरू नयाँ राख्ने, त्यही त त्यसो गर्दै 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 राख्छ, पहिला चढाउँछ। त्यो सबैको त्यस्तै हजुर हजुर, अब पहिलादेखि चलन चल्तीमा ल्याएको होइन, त्यो गर्नुपर्छ भन्ने चाहिँ मान्यता छ अहिले पनि है। हजुर, अनि दिदी अब तपाईँले त अब धेरै यो होटल लाइन रेस्टुरेन्ट लाइनमा धेरै समयदेखि काम गरिरहनु भएको छ, अनि कति धेरै अब तालिम यताउता धेरै ठाउँ हिँडिसक्नु भएको छ। अनि तपाईँलाई चाहिँ नेवारी खाना, ठ्याक्क नेवारी खाना चाहिँ हामी के गर्न सक्छौँ होला जस्तो लागिरहेछ दिदी? नेवारी खाना भनेको अब नेवारी परम्परा अनुसारले हामीले भनेको 12 मरिहरू त्यो हामीले बिजनेसको रूपमा लिइ नै सक्यो, बनाइ नै सक्यो। अनि प्लस त्यसमा नेवारी भोज पनि सुकुल ओछ्याएर नेवारी भोज होइन, हाम्रो अब बिहे वर्तमान यसमा भोज खुवाउने हुन्छ नि, त्यसमा नेवारी भोज पनि हामीले खुवाइरहेछ। अब गेस्टहरूको घरमा गएर होइन, त्यो पनि जो भयो भनेर पनि खुवाइरहेछ, घरमै पनि खुवाइरहेछ होइन। अनि रेस्टुरेन्टमा पनि कसैले अर्डर गर्नुभयो भने खुवाइरहेछ। जस्तै सुकुल भए मजाले लप्चे राखेर हाम्रो 22-23 आइटमहरू राखेर पस्केरै खुवाइरहेछ। अहिले पनि अर्डरहरू आउँछ हामी कहाँ। अनि अब प्लस स्टल क्याटरिङहरू गर्छु, नेवारी नै विभिन्न स्थलहरूमा भाग लिन्छु। अब चाहियो भने हामी सुपारीको प्रोग्राम
जस्तै कसैको बिहे गर्नु पर्यो भने हाम्रो त नेवारीहरूको त सुपारी लानुपर्छ नि, त्यसको लागि पनि हामीले सबै म्यानेज गरिदिन्छौँ। सुपारी लाने प्रोग्रामहरूमा अब जस्तै चाहिने सबै सामानहरू, लुगाफाटादेखि लिएर होइन सबै, अब जस्तै फलफुलहरू सबै चाहिन्छ नि। हाम्रो त बिहेमा भन्दा नि गाह्रो हुन्छ कि सबै आइटमहरू चाहिन्छ, तिनीहरू पनि हामीले गरिरहेको छ भिलेज क्याफेबाट। भिलेज क्याफेमा सबै कुरा एभाइलेबल छ। यमरी त भइहाल्यो है। अनि त्यो भयो। अनि जस्तै अब कसैले बिहे गर्ने बेलामा हाम्रो ठ्याभु भनेर खुवाउनु पर्छ। ठ्याभु भनेको त्यो जुठो गर्नलाई चिपन ठिकै भन्छ, त्यो पनि गर्छौँ हामी। त्यो पनि नेवारी जति नेवारी कल्चरहरू छ त्यो सबै चाहिँ भिलेज क्याफेले गर्छ। हजुर हजुर, भिलेज क्याफेले गरिरहेको छु। अब ठ्याभु भनेको पनि कसैले थाहा हुँदैन नि त, के चाहिन्छ, कति बनाउनु, कसरी त्यसलाई पस्किने हो, त्यो सबै गरिदिन्छौँ हामीले। अन्त नेवारीको चाहिँ मलाई चाहिँ त्यो म पनि कहिलेकाहीँ त्यो सुकुल भोजमा साथीहरूसँग पुग्छु नि त, अनि त्यो सिस्टम देख्दाखेरि चाहिँ कस्तो त्यो कसरी चाहिँ यति समयसम्म त्यही कल्चर चाहिँ हुबहु बचाएर राख्नु सकेको जस्तो लाग्छ क्या नेवारहरूले। अब घर घरमा कसैले त छुट्याउँदै लग्यो, अब अलिकति मोडर्न टाइपले होइन। अब यसको ठाउँमा जस्तै सागको ठाउँमा अर्कै राखे पनि हुन्छ होइन। अब हाम्रो यो बुल्ला भन्ने हुन्छ, जाँडबाट बनाएको, जाँड निकालेपछि त्यसमा बाँकी भएको छोराबाट त्यसमा त्यो मासुको ह्याकुलाहरू मिसाएर बन्ने, तिनीहरू त अहिले कहाँ धेरैले बनाउँदैन नि, बिस्तारै बिस्तारै हटाउँदै गइसक्यो नि। अब हाम्रो भिलेज क्याफेमा चाहिँ छ त्यो पनि। अब कसैले गर्छ कसैले गर्दैन, सबै त्यही चाहिन्छ भन्ने छैन। अब कोही होइन कसैले मोडर्न टाइपले गर्छ, कसैले परम्पराकै बचाइरहेछ। हामीले चाहिँ त्यही अहिलेसम्म चाहिँ परम्परा अनुसारले गर्छु कि। जस तपाईँलाई नेवारी खानाको परम्परागत तरिकाले कसरी खाइन्छ भन्ने कुरा, त्यो सबै कुरा चाहिँ भिलेज क्याफेमा गयो भने खान पाइन्छ। हजुर, त्यहाँबाटै थाहा भएको हो मलाई पनि। पहिला मैले पनि घरमा अब हामी पनि जे छ त्यो पाक्ने खाने, त्यही कि भोजै जानुपर्छ। अहिले त्यहाँ चाहिँ अब त्यहाँ गएर चाहिँ थाहा भयो। हजुर, सबैतिरको दिदीबहिनी हजुर हजुर भेला भएर अब जस्तै त्यो पनि फरक हुन्छ। जस्तै पाटनको नेवारहरूको, काठमाडौँको होइन, भक्तपुरको, हाम्रो साङ्गाटी र फरकै हुन्छ त्यो फेरि। अब हाम्रो कस्तो छ त्यहाँ पनि त्यस्तै छ भने चाहिँ हुँदैन, अलिअलि फरक छ। धेरै जस्तो चाहिँ हाम्रो नेवारहरूको बफै चल्छ, बफको ड्याकुलाहरू यस्तो चाहिँ त्यस्तै हुन्छ। कुनै परिकारहरू चाहिँ फरक हुन्छ। अनि पस्किनेमा पनि फरक हुन्छ कि, कसैको अलिक पहिलो कोर्समा जान्छ भने कसैको दोस्रो त्यही कुरालाई अलिकति पस्किने पनि अलिकति फरक छ। तर मलाई चाहिँ कस्तो भने त्यो अहिले हामी ठुल्ठुलो 5 स्टार होटलहरूतिर गएर चाहिँ फाइन डाइनिङ होइन त्यो कोर्स वाइज खानाहरू खान्छौँ नि, त्यो चाहिँ अलरेडी नेवारीहरूमा अथवा अरू नेपालको अन्य जातिहरूको समुदायहरूको हाम्रोमा चाहिँ खानाको कल्चर त्यो अलरेडी थियो रहेछ जस्तो लाग्छ कि। जस्तै नेवारीको पनि त सुरुवातदेखि नै गर्दै डेजर्टसम्म पुग्दाखेरि होइन कहाँ पुगेर चाहिँ कुन खानाले अगाडिको खानालाई ब्यालेन्स गर्छ त्यो सबै कुरा हेरेर मात्र दिन्छ नि त। एउटा खाना नसकी त अर्को खाना पाइँदैन। मैले त्यो सुकुल भोजमा चाहिँ मलाई सुरुवातमा मलाई अनौठो लागेको अथवा राम्रो पनि लागेको, सुकुल भोज खाना बसिसकेपछि त त्यो क्रमैसँग आउँदो रहेछ खाना, कुन खाना भनेर। अनि अब त्यो खाना स्किप गरेँ भने पनि, मैले खान्न भनेर स्किप गरेँ भने पनि अरूले त्यो खाइसकेपछि मात्रै अर्को खाना फेरि पाइने रहेछ। आफू पनि बसी वेट गरिरहनु पर्छ। तपाईँलाई मात्रै ल्याऊ भन्न चाहिँ पाइएन, त्यस्तो रहेछ। तपाईँ उठ्न पनि पाइएन। हो हजुर, सँगसँगै उठ्नुपर्ने रहेछ। अब हाम्रो गुठीमा त झन् एकजनाले मात्रै, अब जस्तै त्यो 12-15 जना कतिजना गुठियाहरू हुन्छ नि त, त्यसमा त झन् कोही पनि उठ्न पाउँदैन। एकजनाले जति हतार भए पनि त्यो एउटा देउटा चढाउनलाई पनि चढाउनु भन्नुपर्छ, खानालाई पनि खान्छु भन्नु पर्यो, उठ्नलाई पनि उठ्छु भन्न नि पाएन। त्यो पहिलाको त्यो नायो भन्छ नि ठाकली, त्यो सबैभन्दा माथिको अगुवा। हजुर, उहाँले नगरेसम्म सबैले कसैले पनि उठ्न पनि पाउँदैन, जति हतार भए पनि पाएन। त्यो त मैले त्यो देखेँ कि। अनि मैले पनि म त कति कुरा त खाइँदैन नि त होइन, अनि होइन पुग्यो नखाने भनेपछि अब त्यो नल्याएपछि अर्को आउँछ भनेर नसोच्दा हुन्छ। अरू सबैले खाइसकेर अर्को पालो कहिले आउँछ कहिले मात्रै खान पाएँ। अनि हाम्रो चाहिँ कस्तो हुन्छ भने कति चाहिँ प्राय सबै अरू सबैकोमा देखेको चाहिँ मैले चाहिँ के देखेँ भने जस्तै 2-4 जना मान्छेले खाइसक्छ नि, खाइसकेपछि उठेर गए पछाडि अर्को मान्छे त्यहाँ थपिहाल्छ क्या, प्लस गर्छ। तर त्यो सुकुल भोजमा चाहिँ त्यो गर्नु नमिल्ने। त्यो गऱ्यो भने अनि सबै आइटमहरू हामीले त्यो अब जस्तै पहिलाको मान्छेले गइसकेको हुन्छ, उहाँलाई पाउँदैन नि त, बिर्सिया हुन्छ कहिले होइन। अब
सिरेली राखे पो पाउँछ नि त होइन त्यो अनि त्यो बिचमा बस्नै नमिल्ने कि त्यो त्यो के अरे एकजनाले खान ढिलो गऱ्यो भने पनि उहाँले लास्ट कम्प्लिट खाइसकेर उठाएर अनि त्यसलाई फेरि सफा गरेर अनि मात्रै अर्को लट चाहिँ हजुर बस्नुपर्ने रहेछ हजुर है हजुर हो हाम्रो चाहिँ बिचमा बसाइदिन्छ नि त हजुर, जस्तै अनि त्यो चाहिँ मलाई कस्तो लाग्यो क्या कति धेरै धैर्य गर्नु सकेर है त्यति जेलसम्म अब वेट गरिरहनु पर्यो अब एकजना मैले पनि 2-3 ठाउँ त्यस्तो देखेँ क्या भोजमा अब कसै ढिलो खाने हुन्छ नि हजुर त अनि एकजना मात्रै खाइरहनु भएको छ भने पनि त्यहाँ कोहीलाई बसाएको छैन अब पुरै खाली छ एकजना मात्रै खाइरहनु भएको छ अनि उहाँले सक्नुहुन्छ अनि त्यसलाई फेरि सफा गरे अनि त्यस पछाडि चाहिँ सर बसाउनु हुँदो रहेछ म त्यो देखेर छक्क लाग्यो क्या रमाइलो पनि लाग्यो होइन अनि त्यति धेरै कति धेरै कन्सियस हुनुभएको जस्तो लाग्यो कि हाम्रो चाहिँ राखिहाल्छ सबैजना ठाउँ छैन पुग्दैन ढिलो भइसकेपछि यताउता भनेर राखिदिन्छ नि त अब होइन त्यस्तै गर्नु पर्यो भने चाहिँ छुट्टै खानु पर्यो त्यो हतारै छ केही गर्नु पर्यो भने नडटै पाउँदैन त्यो रमाइलै छुट्टै हुन्छ नि त सँगै बसेर खाने होइन एक्लै खाने त त्यो पेट भर्नलाई मात्रै खाएको जस्तो हुन्छ त्यही भएर पनि गुठी तपाईँहरूको अब अलि बढी त्यही भएर पनि हुन्छ हजुर अब त्यो धैर्य गर्नु पर्यो कहिलेकाहीँ त ठुल्ठुलो भोजमा त त्यहाँ हतार भए पनि त अब कोही हतारहरू भयो मलाई मात्रै राखिदियो भने राख्दैन त्यहाँ त्यो सकाएर अनि मान्छेहरू त्यो नसके पनि उभिराख्न जाने पनि छ मलाई फेरि 1.5 घन्टा कुर्नु पर्ला 1 घन्टा कुर्नु पर्ला भनेर ठाउँ नपाउला भनेर त्यस्तो पनि हुन्छ अनि त्यो मैले चाहिँ भन्न खोजेको नि दिदी अर्को जस्तै नेवारी खानालाई हामीले कोर्स वाइज अब अहिले त पछिल्लो समय यो पनि आइसक्यो सिस्टममा होइन नेवारी खानालाई नै चाहिँ एउटा फाइन डाइनिङको रूपमा लगेर कोर्स वाइज खुवाउने गरेको भनेर पनि त्यो त अब यति धेरै छ नेवारी खाना है त्यो अब मैले थाहा पाएसम्मको मैले नथाहा पाएको झन् कति होला होइन थप्दै अब उता गएपछि चाहिँ अलि थाहा पाएँ होइन सबैतिरको सबैले आफ्नो आफ्नो संस्कृतिहरूको के पाक्छ भनेर भन्नुहुन्छ नि त होइन त्यही अनुसारले चाहिँ थाहा पाएको उता गएर है अनि यति धेरै छ अनि त्यसलाई चाहिँ के त्यो अब जस्तै हामीले ब्रेकफास्टमा मात्रै कतिवटा खाना खान्छौँ भन्ने गरेको होइन अनि अब हाम्रो त खास त यहाँ खाने त त्यही धेरै 3वटा खाना खान्छौँ भनौँ न होइन 3 टाइपको अब बिहानै खाने दिउँसो खाने अनि बेलुका खाने होइन अब यो अरू छुट्टै यो सबै गरेर खाँदैनौँ होइन 3टा खाना खान्छौँ 3टा खाना खाँदाखेरि पनि तपाईँहरूको अलरेडी त्यो 3टा खाना पनि डिफ्रेन्ट तरिकाले नै खानुहुन्छ होला जस्तो लाग्छ क्या नेवारको त्यस्तो के छ दैनिकी होइन मतलब अलिकति अब जस्तै चाडबाडको बेलामा अथवा धेरै जस्तो चाहिँ अब चाडबाडको बेलामा त हो दैनिकी त त्यस्तो छैन बिहान बेलुका खानै खानु छ अहिले चाहिँ धेरै जसोले चाहिँ अब खाना धेरै खानु हुँदैन भनेर बिहान चाहिँ खाना बेलुका चाहिँ केही खाने चाहिँ चलन भयो अनि दिउँसो चाहिँ खाजा भनेर आफूसँग के छ त्यो नास्ताहरू खाने त हो नि होइन अनि याद भएअनुसार चाहिँ उता पहिला तपाईँ माइतमा सानोमा हुँदाखेरि चाहिँ कस्तो तरिकाले खानुहुन्थ्यो दिदी खाना दिउँसोको खाजाहरू दिउँसोको खाजा भनेको त अब त्यहाँ त गाउँतिर भयो नि त होइन त्यहाँ त अब दिउँसो धेरै जसो सिजन अनुसारले के अब सिजन आयो नि त मकैको अहिले चाहिँ हामी चाहिँ मकै पोलेर खाने उसिनेर खाने भटमासहरू उसिनेर खाने खाजा भनेर चाहिँ दिउँसो चाहिँ त्यो खाने अनि अब बिहान बेलुका भनेको चाहिँ प्रायः जसो खानै खान्छ अनि तरकारी चाहिँ अब हाम्रो सिजन अनुसारले नि खान्छ अहिले अब फर्सीको मुन्टा कर्कलोको सिजन छ त्यही खान्छ अनि अब जस्तै आलु खन्नेको सिजनमा हामी आलु खाजा भनेर आलु उसिनेर खाइन्छ गहुँको सिजनमा रोटी खाइन्छ सिजन अनुसारले नि खाइन्छ के उत्पादन भयो गाउँमा खेतबारीबाट के आयो त्यही खाइन्छ त्यो ठिक जस्तो लाग्छ कि दिदी अहिले रेस्टुरेन्टको खाना ठिक जस्तो लाग्छ अब हाम्रो लागि त अब हेल्दी खाना होइन अब त्यो आफ्नो गाउँघरको त्यही ठिक लाग्छ मलाई त होइन अब रेस्टुरेन्टमा भनेको त अब जस्तै कुनै रेस्टुरेन्टमा त राम्रै हुन्छ हाम्रै रेस्टुरेन्टमा चाहिँ हामीले 12 महिना एउटै खाना माग्यौँ भने पनि पाउँछ नि त पाउँछ त्यो अब त्यो एउटा कुनै राम्रो कुनै नराम्रो हुन्छ नि अब हामीले अब गाउँघरमा उत्पादन भएको नेचुरल खाना खानु पायो त्यो राम्रो अब रेस्टुरेन्टमा गयो मलाई के मन लाग्छ त्यो खाना पायो त्यो राम्रो रेस्टुरेन्टमा गएपछि हामीले दुःख गर्नु परेन जे मगाए पनि अब घरसम्मै आउँछ अहिले त झन् होइन पठाउ फुटमान्डु छ अहिले त कोही पाहुना आए पनि हामीले घरमा पकाइराख्नु परेन टाइम छैन भने टाइम छैन मगाउनु छ कुनै घरमा अब मेरो घरमा केही अब होइन चाडपर्वमा पकाउनु भ्याएन भने पनि अर्डर गऱ्यो भने आउँछ सबै त्यो भोज अहिले त बनाएर आउने कि पस्काउने गरेर आउने कि बनाएर मात्रै ल्याऊ भने पनि पाउँछ
होइन खाना मात्रै पुर्याइदिने पठाइदियो भनेर नि। अब अनि फेरि तपाईँहरू नै आएर पस्केर खुवाउन आउनु भने पनि पाइयो। पाइयो। अनि त्यहीँ भिलेज क्याफेमै आएर खान्छु भन्दा पनि पाइयो। पाइयो। अब मैले त अब नक्टियाहरू मैले घरमा जस्तै दसैँ ठुल्ठुलो घरमा चाडपर्वमा नक्टियाहरू अब रेस्टुरेन्टमै गर्न थालिसक्यो आफ्नो घरमा होइन। दुःख गर्ने मान्छे छैन, सरसफाइ गर्ने, भाँडा माझ्नु पऱ्यो, पकाउनु पऱ्यो होइन, पकाउने मान्छे चाहियो, भाँडा कुरै चाहियो अलिक धेरै, हुँदैन सबैको घरमा। त्यस्तो बेलामा चाहिँ हामीले अब रेस्टुरेन्टमै गएर अब पाहुनाहरूले पनि त्यहीँ बनाएर बोलाएर टिका तालो गर्ने, दसैँमा टिका लाउने सबै उतै गरिसक्यो। हजुर भिलेज क्याफेले सबै सुविधा हजुर गरिसक्यो हामीले। त्यो 15 वर्षदेखिको अनुभव त हजुर परिवर्तन हुँदै हुँदै जानु। हजुर अब घरमा ठाउँ पनि हुँदैन अहिले होइन, कसैको कोठा एउटा हुन्छ, कसैको के हुन्छ, उता गयो भने त केही ऊ नै गर्नु परेन, टेन्सनै लिनु परेन। हजुर। अनि यो रेस्टुरेन्ट चलाउनुलाई चाहिँ दिदी, रेस्टुरेन्ट चलाउनुलाई चाहिँ के कुरामा ध्यान दिनुपर्ने रहेछ? अब तपाईँ त 15 वर्ष भइसक्यो लगातार चलाउनु भएको। अब यति 15 वर्ष बिचमा कति धेरै उतार चढाव पनि देखिसक्नुभयो होइन। कहिले के को समस्या, कहिले के को समस्या, अहिले नै पनि सोच्नु भने ग्यासको समस्या छ। हजुर त्यो ग्यासको समस्याले त कतिचोटि आयो अनि गयो नि, त्यस्तो छ। अनि त्यो सबै कुरालाई म्यानेज गर्नु कतिको गाह्रो हुने होइन। अनि के कुरामा चाहिँ हामीले विशेष ध्यान पुर्यायौँ भने चाहिँ राम्रोसँगले चलाउनु सकिने रहेछ भन्ने तपाईँलाई कस्तो? हजुर अब सबैभन्दा बढी त हाम्रो चाहिँ एउटा टिमै मिल्नु पर्यो होइन। अब म मात्रै भए त केही पनि गर्न सक्दिनँ होइन। हाम्रो एउटा समुदाय भन्छ नि अब होइन, समूह मिले पो काम राम्रो हुन्छ। हामी एकजुट हुन सक्नु पऱ्यो सबैभन्दा, मलाई चाहिँ त्यही लाग्छ। एकजुट नभयो भने म मात्रैले जति आँटे पनि सक्दैन होइन। अब कि सानो सानो खोल्नु पऱ्यो, एकजुट भयो भने हामी सबै मिलेर काम गऱ्यो भने सक्छ। अब त्यस्तै गरेर जाँदा चाहिँ अब जस्तै तपाईँले ग्यास भन्नुभयो, अब हामीसँग प्रशस्त पुँजी पनि हुनु पऱ्यो। अब पुँजी बिना पनि काम गर्न सक्दैन। अब स्टक राख्नु सामानहरू स्टक राख्नु सक्नु पऱ्यो नि त। अब कुनै बेलामा के आइपर्छ जुनै पनि खानेकुरादेखि लिएर ग्यास भयो, हाम्रै मेन पावर भयो होइन। मेन पावर एकजुट भयो भने काम गर्न सक्छ। ग्यास स्टक भयो भने, ग्यास छैन भने त्यो ग्यासको ठाउँमा अर्को के गरेर चलाउन सक्छ उपाय होइन। ग्यास छैन भने हामीले दाउरा बाल्ने हो कि अब इलेक्ट्रिक इन्डक्सनहरू चलाउने हो कि। अब ठुलो इन्डक्सनले त ढान्न सक्दैन अब होइन। हामीले ब्याकअपहरू पनि प्लान गर्न सक्नु पऱ्यो। अब खाद्यान्नहरू विभिन्न अब जस्तै भेन्डरहरू भयो होइन। हामीले जस्तै किन्ने मान्छे पनि अब एक्लै भयो भने त्यो मान्छेले ढोका दिन सक्छ होइन। अब 1-2 होइन 2-3 जना हुनु पऱ्यो। भेन्डरहरू देखेर कहिलेकाहीँ त अब पैसा हामीसँग पैसा पनि नहुन सक्छ नि त, पुँजी नहुने बेलामा ल्याइदिँदैन। अब पुँजी प्रशस्त हुनु पऱ्यो र एकजुट हुनु पऱ्यो। मलाई चाहिँ सबभन्दा मेन नै त्यही हो। हामी चाहिँ टिम बलियो हुनु पऱ्यो। त्यो भयो भने चाहिँ हजुर बलियो हुनु पऱ्यो। हजुर अब हाम्रो चाहिँ एउटा टिमबाट चलाइरहेको, संस्थाबाट चलाइरहेको भएर मलाई चाहिँ त्यो अनुभव। अब निजी चलाएको भए पनि त हामीले मेन पावरहरू राम्रोसँग राख्नु पऱ्यो, अलिकति इमान्दारीहरू राख्नु पऱ्यो होइन। जो पायो त्यसले त धोका दिन सकिन्छ। अहिलेको पछिल्लो समयमा चाहिँ धेरैजना चाहिँ 2-3 महिना काम गर्ने अनि सिक्ने अनि हाम्रो पनि त्यस्तै भइरहेछ अहिले। अब जस्तै किचनमा त हामी होम बेस वर्कर्सहरू दिदीबहिनीहरूले मात्रै चलाइरहेछ भने अब सर्भिसमा क्यासमा त महिनामा 2-3 जना अब त्यस्तो हुने। कोही 6 महिना बस्ने, धेरै बस्ने भनेको म्याक्सिमम् 1 वर्ष अनि सिकेपछि जान्छ। 3 महिनामा गइसक्छ होइन। त्यही त त्यस्तै छ अहिले त। अनि जसलाई पनि सोध्यो अहिले पछिल्लो समय अनि के छ चलिरहेछ नि, चल्नु त चलेको छ, त्यतिको मान्छे पनि आएकै छ, ठिकै हो। तेरिका इम्प्लोइले कति भने जतिचोटि आयो धेरै टिक्यो 3 महिना। अब अहिले चलिरहेछ, ठिकै छ। अब उनीहरू पनि कुन दिन जान्छ? अब सबैजना बाहिरको लागि एप्लाई गरेर आउने। हामीले पनि अब त्यस्तो भयो। अब मान्छे त हो होइन, पैसा चाहिन्छ। अब हामीले स्यालेरी नेपालमा त्यस्तै त हो नि, स्यालेरी कम छ। अब हामी कहाँ स्यालेरी प्रशस्त भएको भए जाँदैन होला नि त। पैसा पुग्दैन, समस्या त्यही त हो नि। अब पैसा पुग्दैन, पैसा नपुगेपछि के हामीले पुग्ने गरी दिन सक्नु पर्यो। अनि बाहिर जाने त भयो त्यो भयो। फेरि समाजमा अहिले के छ भने एकजनाले के गर्छ होइन, समाजमा के भइरहेछ अहिले सबैको दिमागमा त्यही हो कि भएको मान्छेले काम राम्रो पाइरहेको मान्छे पनि गइरहेछ के बाहिर जान चाहिँ केही होला भन्ने। हजुर अब के छ हामीले त थाहा भएन। अब 60 गयो म पनि जानु पर्यो
दिदी गयो म पनि जाउँ, दाइ गयो म पनि जाउँ होइन, त्यस्तो भइरहेछ कि अहिले। पछिल्लो समय हजुर त्यही त यो कुरा चाहिँ अब हामीले यो धेरै कुरामा रेस्टुरेन्टको कुरा मात्रै नलागेर अन्य धेरै चाहिँ सेक्टरहरूमा चाहिँ कामदारहरू नपाएर हजुर हामीलाई धेरै गाह्रो भएको छ क्या दिगो खालको त्यो कामदारै हो। नपाउने पनि होइन अँ, पाउने तर दिगो नपाउनुको कारण चाहिँ कस्तो भने अब त्यही हो हजुर अब जुन आशा गरेको स्यालेरी हुन्छ त्यो चाहिँ नपाएपछि त धन्न गाह्रो हुन्छ होइन अब जस्तै यहाँ भ्यालीभित्र बस्नुलाई त झन् गाह्रो छ दिदी हजुर सामान्य चाहिँ अलिकति 2-3वटा बच्चा पढ्ने स्कुलमा पढ्ने होइन अनि मजाले 1-2जना पाहुना पासो आउने यताउता गऱ्यो भने 80,000 1 लाख रुपियाँ चाहिन्छ होइन त हो होइन अनि कमाइ त त्यति भएन भने भएन, कहाँ हुन्छ, अनि हुँदै कहाँबाट हुँदैन, गर्ने? धेरै भयो 50-60 हजार। ल एकदम राम्रो स्यालेरी भनेको 50-60 हजार अनि कसरी गर्ने अनि त्यही भएर पनि होला मान्छे धेरै अब विदेशिनु परेको अथवा रहर पनि कतिको होला कतिको बाध्यता होला बाध्य अब धेरैजना विदेशी रहनु भएको छ तर त्यसले चाहिँ एक किसिमको समस्या ल्याइराखेकै छ है हो। त्यो चाहिँ तपाईँले पनि महसुस गरिरहनु महसुस भएको छ गरेँ। अब बच्चाहरू पनि आए पढ्न झनेर जाने भन्छ पहिला सुरुवातमा, यहाँ पढ्ने राम्रो छैन पढ्ने भनेर जान्छ, पढ्ने भनेर गएपछि त्यहाँ पढेपछि अब नेपालमा आऊ भन्यो भने नेपालमा आएर मैले त्यत्रो पढेको यहाँ के काम छ र, ल एन्सरै छैन। अनि वहीँ अनि गएको होइन त्यही त अब कसैले राम्रो काम पाएको छ होला विदेशमा गएर पनि, कसैले राम्रो नभएको पनि हुनसक्छ होइन, कोही फर्केर आएर पनि काम गरिरहेको हुनसक्छ है। त्यो भएकोले चाहिँ सके चाहिँ हाम्रै नेपालमा केही गरेर गाउँ गाउँमा होइन, मैले त त्यति राम्रो थाहा छैन अब भनेको अनुसारले गाउँ गाउँमा त अब खेतबारी सबै बाँझो छ होइन, हामीले उत्पादन गर्न सकेन। अब बरु गाउँ गाउँमा केही फ्याक्ट्रीहरू खोलेर खेतबारीहरू काम गरेर नेपालमै केही आय आर्जन गरेको खण्डमा चाहिँ हाम्रो पैसा त बाहिर जाँदैन। अब यस्तो होला प्रविधिहरूको बिस्तारै विकास हुँदै जाला अनि त्यस पछाडि चाहिँ हामी कृषिमा पनि फेरि कृषिमा नफर्किकन त हाम्रो उपाय छैन, फेरि कृषिमै फर्किनुपर्छ, उत्पादन हामीले नै गर्नुपर्छ किनभने नेपाल जस्तो उर्वर क्षेत्र प्राय सबैमा नहोला है, हामी त्यति भाग्यमानी शक्तिशाली छौँ। अब तर त्यो चाहिँ हामी चाहिँ के गरेछौँ भने हामीले अब प्रविधिहरू छैन होइन, आफ्नै बल शक्तिले गर्नुपर्ने भएकोले गर्दाखेरि चाहिँ अब धेरै मान्छे त्यो रुचाउँदैनन्। अब जस्तै कोरियामा जानेहरू यहाँदेखि जानुहुने कतिजना हुनुहुन्छ नि, जतिजना जानुहुन्छ उहाँहरू पनि कति कृषिमा गरिरहनु भएको छ तर उहाँ चाहिँ कस्तो भने प्रविधि छ, प्रविधि अलिकति सहज बनाइदिन्छ एक, अनि अर्को कुरा अब त्यही अनुसारको पारिश्रमिक छ, पारिश्रमिक हेरेर पनि जाने हो होइन, प्रविधिले अलिक सहज बनाइदिएको छ। त्यतिको प्रविधि हुनुभयो भने त हाम्रो होइन उत्पादन त हुन्थ्यो होला, हामी पनि त्यतिको पारिश्रमिक दिन सक्थ्यौँ कि। त्यही त अब त्यो भएपछि मान्छे धेरै लागेन होइन, 5-6जनाले गर्ने काम एकजनाले गर्यो भने त 5जनाको ज्याला त आउने भयो नि त, अनि त्यत्तिकै हाम्रो सस्तो हुन्छ नि त होइन। त्यो प्रविधि नभएरै अब हामीलाई चाहिँ गाह्रो भयो। खेताला राखेर काम गर्ने बेलामा त एउटा खेतालालाई अब नदिए पनि भएन, 1000-1500 त लिन्छ होला, उसलाई दिएर आफूले त्यो उत्पादन गर्ने बेलासम्म त घाटा हुन्छ। अनि त्यही भएर खेतबारी बाँझो छ अहिले होइन, त्यो भएकोले चाहिँ हामीले अब विदेशीको चामल खानु परेको छ, खानु कि नखाउँ होइन, केमिकल छ भन्छ, त्यो छ भन्छ, ऊ छ भन्छ, नखाइ भएन, आफूले उत्पादन गर्न सकेन होइन। काठमाडौँमा बस्नेहरूको उत्पादन गर्छु भन्दा नि खेतबारी छैन, त्यही भएर विदेशी बाध्य छ है। ठिकै छ दिदी, त्यसो भने भिलेज क्याफे हामी अब अझ तपाईँले के छ तपाईँको विचार कहिलेसम्म गर्ने भन्ने छ? म चाहिँ अब त्यही हो अब 60सम्म होइन, साथीभाइहरूले आफ्नो स्वास्थ्यले अहिले पनि हजुर स्वास्थ्यले पनि साथ दिनु पर्यो, त्यही हो स्वास्थ्यले साथ दिनु भने त अब रहर मात्रै भयो हजुर हजुर संस्थाको हो त्यो पनि होइन, आफ्नो मात्रै होइन, सबै कुराहरू मिल्नु पर्यो, त्यही हो सकेसम्म चाहिँ गर्छु हजुर है। अब यति 15 वर्षसम्म गर्नु भनेको सानो कुरा होइन, यतिको अनुभव होइन तपाईँसँग भएको। अब अरू पनि अब अझै फेरि नयाँ अरू त्यहाँ थप गर्नुपर्ने तपाईँहरूको योजना होला होइन, अझ फेरि अब जस्तै दैनिक रूपमा नयाँ प्रविधिहरू आउँछ, नयाँ विचार आउँछ, नयाँ खानाहरू आउँछ, नयाँ तरिकाहरू आउँछन्, फरक फरक आउँछ, त्यसलाई पनि पछ्याउँदै जानु पर्यो होइन, त्यो पनि होला। तर भिलेज क्याफेले अहिलेसम्म पहिला सुरुवातदेखि अहिलेसम्म दिँदै आएको सेवा त एकदम धेरै परिवर्तन गर्दै गर्दै अहिले यहाँसम्म पुगिसक्नुभयो, लगभग
सबै खालको सेवाहरू दिनुहुन्छ तपाईँहरूले? हजुर अब रेस्टुरेन्ट सम्बन्धी हजुर अब क्याटरिङदेखि लिएर क्याटरिङहरू सबै कुरा गर्नुभएपछि त होइन हजुर सबै खालको सेवा दिनुहुन्छ। हजुर अनि तपाईँहरूको प्रायः तपाईँहरूसँग काम गर्ने त दिदीबहिनी मात्र देखिरहेको हुन्छु मैले। धेरै जसो दिदीबहिनी गृहिणीमै महिलाले हो। गृहिणी। अनि अब जस्तै सर्भिसमा क्यासमा होइन एकाउन्टमा चाहिँ भाइहरू पनि हुन्छ। नभए त अब पकाउनुमा त धेरै धेरै जसो भिलेज क्याफेमा घरमै बनाएको आमाहरूले बनाएकै खानेकुरा खान पाइन्छ। खान पाइन्छ त्यही हो हाम्रो नेवारी खाना घरकै स्वाद। घरकै स्वाद। हजुर नभए चाहिँ हामी के भन्ने के अरे खाना चाहिँ घरकै स्वादको होस् हजुर होइन आमाले बनाएको जस्तो होस् भन्ने। अनि रेस्टुरेन्टमा गएर चाहिँ आमाले त बनाउनुहुन्न होइन त्यस्तो हुन्थ्यो। हामी सबै आमाकै उमेर छ फेरि 40 कटेकै छ अहिलेसम्म चाहिँ। हजुर धेरैजना दिदी धेरैजना दिदीबहिनी 40 कटेकै छ अहिलेसम्म आमा बजै भइसकेकोहरू। त्यस्तो त अब होला बिस्तारै होइन पिँढीलाई पनि चलाउनु पर्छ भन्ने होइन सोच छ। जस्तै हामी आमाहरू त अब जहिले पनि गर्न सक्दैन नि अब छोरीहरूलाई पनि ल्याउनु पर्छ। जस्तै अब मेरै छोरी नगए पनि अब छोरीको उमेर अब यङ जेनेरेसनको होइन उनीहरूलाई पनि हाम्रो कुरा त हस्तान्तरण गरेर सँगसँगै लानु पर्यो नि नत्र त बस्दैन। बस्दैन हामीले मात्रै जहिले पनि गर्छु भन्दा नि गर्न सक्दैन। अब मैले धेरै गएँ 4-5 वर्ष त गर्छ नि 60 वर्षको उमेर भएपछि त होइन गर्न गाह्रो हुन्छ। आफूले मन लागे पनि गर्न सक्दैन नि अहिले नि अलिक गाह्रो भएर आइसक्यो होइन। अब मेरै छोरीले नगरे पनि छोरीको उमेरहरूकोलाई पनि अब हामीले चाहिँ साथसाथै लानुपर्छ होइन अब भन्ने आशा आउनु होला होइन कोही छ भने चाहिँ त्यही भिलेज क्याफेमा हजुर तपाईँहरूले गर्नु अब बिस्तारै बिस्तारै उहाँहरूलाई पनि उनीहरू बहिनी भाइ होइन बहिनीहरू छोरीहरूलाई पनि सिकाउँदै लानु पऱ्यो नि त। त्यो त नभए त हाम्रो खानालाई चाहिँ बचिरहेको छ नि त नत्र त बच्दैन बस्दैन त्यही छ। आफ्नो कुरा चाहिँ अरूलाई छोड्नै पर्छ हजुर अब हस्तान्तरण त गर्नु पऱ्यो नि होइन। आफू जे अब हाम्रो पनि त घरमै पनि त त्यस्तो हुन्छ नि होइन। अब पहिला आमाहरूले पकाएर खुवाएको हुन्छ पछि बुहारी आउँछ बुहारीले पकाउँछ बुहारी पनि फेरि आमा हुन्छ अर्को बुहारी आउँछ त्यस्तै गरेर हाम्रो पनि पिँढी बच्दै जाने हो। अब रेस्टुरेन्टमा पनि त्यस्तै हुनु पर्यो। सिकाइ हाम्रो त्यही भएर त नि आमा हजुरआमाबाट सिक्दै आएर हामीले गरेको होइन। हामीले चाहिँ जति पनि खाना बनाइरहेको छ सबै आमा हजुरआमाले खाना बनाएकै खानालाई चाहिँ पस्किरहेको छु। ल दिदी कुराकानी हाम्रो एकदम मिठो भयो नेवारी कल्चरको बारेमा धेरै कुरा बुझ्न पाइयो होइन। अनि भिलेज क्याफेमा म आइजाइ गरिरहने दिदीसँग चाहिँ हिँडिरहन्छु तर त्यति धेरै चाहिँ सुविधाहरू छ भन्ने कुरा चाहिँ मैले पनि हजुर याद गरेको थिइनँ रहेछु त्यही त हाम्रो मार्केटिङ चाहिँ अलिकति कम भइरहेको छ मार्केटिङ चाहिँ गर्नु पर्छ त्यही भएर थाहा नभएको हजुरहरूलाई। अब दिदी अनि हाम्रो भिलेज क्याफेको फेसबुक पेज पनि छ त्यसमा पनि मेनुहरू चाहिँ छ सबै विस्तृत जानकारी चाहिँ अब नहुन सक्छ त्यो चाहिँ मैले त्यति हेर्दिनँ पनि राख्दिनँ पनि म चलाउन पनि त्यति आउँदैन मलाई त्यही भएर चाहिँ थाहा भएन त्यो चाहिँ छुट्टै टिम हजुर। तैपनि जे होस् सबै सुविधा छ हजुर छ। ल दिदी अब प्रोग्राममा दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन। अरू केही पनि मौका दिनुभयो 2-3 शब्द बोल्ने धन्यवाद। यो चाहिँ हाम्रो के अरे कल्प प्रोडक्सनको हजुर यो हर्बल टी हो दिदी। हजुर यसमा चाहिँ टी भन्दा पनि चियारङ भन्दा पनि हर्ब्सहरू धेरै छ। अनि यो चाहिँ सबैलाई खान मिल्ने गरेको छ। यो चाहिँ राष्ट्रिय आविष्कार केन्द्रको फुड डिपार्टको टिमहरूले चाहिँ निकाल्नु भएको हर्बल मात्रै छ होइन। एकदम राम्रो टी छ यो टेस्ट गरी हेर्नु न। हस् धन्यवाद बोलाइदिनु भयो चिया पनि खान पायो है यसमा पनि जोडी राख्नु भएको छ यो छ अगाडिदेखि नै। ल हस् दिदी धन्यवाद है।